साथीहरू यो दिनभरि व्रत बसेपछि तपाईँहरूले साँझ चाहिँ कसरी खोल्ने गर्नुभएको छ नि। मैले चाहिँ म्याक्सिमम व्रतहरूमा चाहिँ खानै खाएर खोल्ने गरेको छु। त्यही भएर आज मङ्गलबारको व्रत मैले चाहिँ एकतिर गाभा बोइल गरेर एकतिर फर्सीको मुन्टा बनाउनलाई चाहिँ रेडी गरेँ है। फर्सीको मुन्टालाई त अब धेरै केही राख्नै परेन, त्यसै मिठो हुन्छ। अनि आजकल त यो हामी बुढाबुढीलाई यति मिठो लाग्न थालेको छ कि फर्सीको मुन्टा साध्यै छैन कि। अनि त्यही माथि व्रतको दिन त अझै मिठो हुने भयो होइन। अनि यसलाई रेडी पारेँ र उता मैले गाभालाई पनि बोइल गरेर ठिक्क पारेँ। यो गाभाको तरकारी चाहिँ मेरो हातले फर्स्ट टाइमै बनाउँदै होला कि साथीहरू। दिदीबहिनीहरूले धेरै फेर खाएको थियो, तर मैले चाहिँ बनाएको थिइनँ कि। अहिले यो पोखराको एउटा बहिनीले त गाभालाई एकदम फेमसै बनाउनु भएको रहेछ कि, भाइरलै भएको रहेछ उहाँको चाहिँ। मलाई चाहिँ त्यो देखेर पनि एकखेर बनाएर खान चाहिँ एकदमै मन लागेको थियो र आज ट्राई गरेँ। फर्सीको मुन्टा यता मेरो रेडी भइसक्यो। अनि त्यही कराईमा चाहिँ मैले फेरि अब त्यसलाई झान्छु भनेर रेडी गरेँ। धेरैजना साथीहरूले त यसलाई तोरी अनि चुक मात्रै राखेर बनाउनु हुँदो रहेछ। मैले चाहिँ आज तोरी खुर्सानी पड्काएँ अनि त्यसपछि 2टा टमाटर जति राखेर चाहिँ यसलाई बनाएँ। तर मिठो हुँदो रहेछ है टमाटर राखेर पनि। आज यो दिनभरि व्रत बसेको भएर होला अमिलो पिरो टक्क खान मन लागेको भएर मैले चाहिँ यसमा 2टा टमाटर पनि राखेँ, अलिकति मात्रै चुक राखेँ। अनि एकदम मिठो भएको थियो कि एकदमै कुन्नी किन मलाई चाहिँ एकदमै मिठो लागेको थियो। यो चाहिँ धेरै थरी मान्छेले अलग अलग तरिकाले बनाउनु हुँदो रहेछ। मैले चाहिँ आज यसरी बनाएको मिठो लाग्यो साथीहरू। तपाईँहरूले चाहिँ कहाँबाट कसरी बनाउनुहुन्छ नि। अनि यो दिनभरि व्रत बसेपछि साँझ तपाईँहरूले कसरी खोल्नुहुन्छ? कसैले त फलाहार फ्रुट मात्रै होला है साथीहरू।